के छ तपाईँको भनाइ? आज बालनले शपथ ग्रहण लिँदैछ। आज रामनवमीको दिन, रामको जन्मदिन हो आज, हो कि होइन भन्नु? अनि बालनले शपथ ग्रहण लिन्छ, त्यो सम्बन्धित के भन्न चाहनु? त्यही त भन्न चाहनुहुन्छ? केही त भन्नु न। सबै कुरोलाई मलाई अब के गर्नु? तपाईँले भन्नु पर्यो कि, अनि मजा आउँछ। टहलभल गर्दैछु, भोकै मर्छु। भोकै मर्नुहुन्छ तपाईँ? त भोकै चाहिँ किन मर्नुहुन्छ त्यो भन्नु? मलाई खर्च दिनु न, खर्च पनि दिनुपर्छ। कति खर्च दिन्छ तपाईँ? कति खर्च? 80 करोड रुपियाँ मलाई दिनु। 80 करोड तपाईँलाई चाहिन्छ? 80 करोडले तपाईँले के गर्नुहुन्छ ल भन्नु? खानुलाई। कहाँ राख्नुहुन्छ 80 करोड? 80 करोड ब्याङ्कमा। ब्याङ्कमा राख्नुहुन्छ? खाता छ तपाईँको? खाता छैन हाम्रो। अनि कहिले बनाउनु? त्यसै बनाउनु। अनि यो बालेनले आज त देशमा अब शपथ ग्रहण लिँदैछ के? अब शपथ ग्रहण लिँदैछ, नेपालमा के प्रगति गर्छ भनेर यताउति शपथ ग्रहण लिँदैछ, त्यो सम्बन्धी प्रगति गर्छु। प्रगति गर्छु। तपाईँले प्रगति गर्नुहुन्छ? तपाईँले शपथ ग्रहण लिनुहुन्छ? तपाईँले शपथ ग्रहण लिनु? शपथ गरेँ। तपाईँ शपथ ग्रहण लिनु न। नेपालको सबैजना तपाईँ पिएम, म माने तपाईँले पिएम। मर्ने मान्छे हो त, म के कुरा गर्छु? को मर्ने मान्छे? भोकै मर्छु। शपथ ग्रहण लिँदैन पनि तपाईँले खानै चाहिन्छ? मलाई पैसा दिनु न, तब कुरा गर्छु नि। कति पैसा तपाईँले मगाइदिनु? 80 करोड रुपियाँ मलाई भन्नु। बालन साल मलाई यति पैसा चाहिन्छ भन्नु। 80 करोड रुपियाँ मलाई पठाइदिनु, तब म सुखै खान्छु, सुखै बस्छु। 80 करोड पठाइदियो भने तपाईँ सुखै खानुहुन्छ, सुखै बस्नुहुन्छ? दबाई दारू गर्छु, यताउता भोज सोच गर्नु? भोज त सबैलाई दिन्छु। सबैलाई दिनुहुन्छ? सबैलाई। तपाईँले अनि पैसा दियो, एक्लै राखिदिनु भयो भने के हो? एक्लै खाइदिनु भयो भने? सरकारले कहिले दिनु? आफै खानु, आफै खाएर आफै बस्छु। अनि तपाईँले भर्खरै भन्नुभयो कि सबैलाई दिन्छु? अलिअलि दिन्छु। अलिअलि दिनुहुन्छ, अलि सबै आफै राख्नुहुन्छ? भिडी खानालाई तपाईँले पैसा 80 करोड चाहियो? खाने के लागि अलग हुन्छ। अनि यो मान्छेहरूलाई देखेर तपाईँले के? दिलमा लिँदैन, दिलमा लिँदैन। तपाईँलाई यत्रो मान्छेहरू तपाईँको भिडियो देखिरहेको हुन्छ, तपाईँको बारेमा राम्रो नराम्रो कमेन्ट गरिरहेको हुन्छ, अनि तपाईँको राम्रो नराम्रो भिडियो गरिहाल्यो। मलाई भिडियो बनाएर पैसा किन नदिएको? त्यही कुरा गरेको। भिडियोबाट पैसा आउनु पर्यो नि तपाईँले दिनलाई। पैसा दिनु न त, म रक्सी खान्छु नि। रक्सी चाहिँ तपाईँले किन खानु पर्यो? तपाईँ बुढो मान्छे रक्सी खाएर? भोकै छु त अब। थोरै रक्सी खायो भने पेट भर्छ? चिरोट भी खानु, रक्सी खानु, सबै कुरो खानु। वो त अंदरमा छ कि के भयो। तपाईलाई यत्रो मान्छे देखिरा हुन्छ, राम्रो नराम्रो कमेन्ट गरेको हुन्छ तपाईँको बारेमा, तपाईँको त्यो सम्बन्धित मान्छेहरूलाई के भन्न चाहनुहुन्छ? त्यसै त तपाईले सबै कुरो भनिहाल्यो त हम के गर्छौं? के मैले केही पनि भने होइन भन्नु न, त्यही कुरा भन्नु। ल यति भन्दै धन्यवाद। सबैलाई आफूले बुझे पनि, तपाईलाई बुझेको हामीले बुझेको छैन, म थाहा पाएर तपाईँलाई बुझ्छु। त्यही हो, बिचमा तपाईँ बिर्सिहाल्नु। होइन, तपाईँको बोलाइ चाहिँ एकदमै मिठो छ, सबै मान्छेलाई त्यो सम्बन्धित के भनाइ? त्यही त दिलमा राख्नुपर्छ तपाईँले। दिलमा मान्छे यस्तो राम्रो छ, बाङ्गो छ कि राम्रो छ कि यस्तै उतै छ, के छ ने छ, त्यही कुरा गर्नु। त्यो तपाईँले चस्मा लगाउनु देख्यो कस्तो थियो? बाबरे, हिरो थियो। अब भन्नु 2 शब्दमा चस्मा लगाएर। बालेन सरकार मलाई यो चाहिन्छ भनेर। बालेन सरकारलाई कुनै त्यो नि, सरले मरेको मान्छे हो, त्यसपछि दियो होला हात जोडी भाइ। जब
अब म के भन्नु त्यही कुरा सबै कुरालाई त म भनिहालेँ अब के भन्नु अब म सक्दिनँ